कुरा भन्छ है, कबाट काम गर्नुपर्छ अनि बल्ल खबाट खान पाइन्छ, अनि बल्ल गबाट गाडी चढ्ने हो, बल्ल घबाट घर बनाउने हो, बल्ल नाका तोप्लिङमा बल्ल सुन छोड्ने हो, बल्ल चबाट चौतारीमा, छबाट छरछिमेकीको कुरा, जबाट जनताको कुरा, सबै कुरा स्टेप सिक्दै गएपछि बल्ल मान्छे गियबाट ज्ञानी हुन्छ। तर यहाँ त हामी तर यहाँ त्यो सिटी बजेन है, अलिक तयारी गर्नु पर्यो। तर यहाँ ओके, हेलो, ओके ओके, हेलो, शान्त। तर यहाँ चलन के छ भन्दा जन्मिने बित्तिकै बाबुआमाले मेरो बाबु ज्ञानी भनिदिने, अनि उसले सोच्छ साँच्चै कि म ज्ञानी हो, सबभन्दा पहिला बाबुआमाकै कुरा सुन्न छोड्छ उसले, बाबुआमा बिगारै मान्छे। अनि अब ऊ आउँछ उल्टो, सुरुमा अब